नारायणहरू नमस्कार छ। हाम्रो सामु अहिले भक्तजनहरू यता धनगढी हाम्रो जिल्लाबाट यता आउनु भएको छ र यस क्षेत्रमा आइसकेपछि र हजुरको नाम परिचय सहित अब कुन क्षेत्रमा हुनुहुन्छ त्यो परिचय सहित यो क्षेत्रमा आएपछि हजुरलाई कस्तो अनुभूति भयो त्यसको केही शब्द हजुरले बताइदिनु। नमस्कार, म सनम पठाइ, म सञ्चार तथा कलाकारिता क्षेत्रको छु। पक्कै पनि यो लुम्बिनी प्रदेशको असाध्यै धार्मिक, पर्यटकीय अनि आस्थापट्टिको असाध्यै एकदम पिसफुल जोन यो रेसुङ्गा क्षेत्र यो एकदमै धार्मिक स्थलमा आउँदा आफूलाई असाध्यै एकदम भनौँ न मनको शान्ति, यो ठाउँमा आइसकेपछि प्रकृतिको एउटा फ्रेसनेस, इन्भाइरोमेन्ट यो सबै कुराले गर्दा असाध्यै एनर्जेटिक भएर जान पाइन्छ। सो तपाईँहरू सबैजना आउनु होला। तपाईँसँग धार्मिक आस्था छ भने पनि, तपाईँसँग प्रकृति प्रेमी मन छ भने पनि यो सबै चिजको लागि एउटा सही गन्तव्य हो रेसुङ्गा। गुल्मीको जुन तम्घास नजिकै छ, सबैजना अब हजुर उता जाँदै हुन्छ, आफ्नो गृह जिल्लामा पनि जानुहुन्छ, काठमाडौँ कार्यक्षेत्रमा पनि जानुहुन्छ, कर्मक्षेत्रमा त्यो क्षेत्रमा कस्तो सन्देश लिएर जानुहुन्छ? पक्कै पनि म त अझ विगत दशकौँदेखि जुन क्षेत्रमा छु त्यो क्षेत्रबाट गीत सङ्गीत कलाकारिताको माध्यमबाट पनि हाम्रा धार्मिक स्थलहरू, पर्यटकीय स्थलहरूको प्रचार प्रसार हुनुपर्छ भनेको मान्यता राख्दै काम गर्दै आएको मान्छे हो। सो यहाँ यो ठाउँको बारेमा धेरै पहिलादेखि सुन्दै आएको हो। आज यहाँ सपरिवार सहित पुग्ने अवसर पाइयो। म मेरो थ्रुबाट हुने विभिन्न माध्यम मार्फत यसको महत्त्व, यसको यहाँको भनौँ न सुन्दरताबारे, यसको धार्मिक आस्थाबारे मैले जानेका बुझेका यहाँबाट सिकेका कुराहरूलाई धेरै पब्लिकसँग पुर्याउँछु र यसको ब्रान्डिङका लागि मैले के सक्छु सपोर्ट गर्छु। हस् त, धन्यवाद छ। हजुर जुन क्षेत्रमा लाग्नु भएको छ यसको स्थिर उन्नति हुनेछ, हजुरको घर परिवारमा सुख शान्ति हुनेछ। यस हाम्रो रेसुङ्गा संरक्षण समिति र यसको यहाँका हाम्रा गुरुहरूको तर्फबाट र यहाँको बाल सिद्ध शिवजी तर्फबाट हजुरलाई धेरै धेरै आशीर्वाद हुनेछ।